युवाहरू तपाईँको नहुनु कारण उद्योग धन्दा बेचिनुका कारण तपाईँको चाहिँ यो सबै चाहिँ तपाईँको पुराना स्थापित दलहरू हुन्। यति भन्दै गर्दाखेरि पुराना स्थापित दलमा चाहिँ सबै व्यक्तिहरू भ्रष्ट नै छन्, अपराधी नै छन्। ती मैले त्यो भन्न खोजेको होइन। पुराना स्थापित दलमा कयौँ राम्रा मान्छेहरू छन्। अब पनि पुरा उमेरद्वारा हेरेर झन्डै हेरेर चाहिँ तपाईँको त्यो मान्छेको धन्दा नहेरिकन, त्यो मान्छेको पेसा नहेरिकन, त्यो मान्छेको व्यवसाय नहेरिकन, त्यो मान्छेको विज्ञता नहेरिकन भोट हाल्नु भनेको हामी शरणार्थी हुनु हो, हामी सुकुम्बासी हुनु हो। र हामी हेर्नुहोस् तपाईँ, हामी यो युवा साथीहरू कुनै पनि साथीहरूलाई आफ्नो पेसामा लागिरहँदा हाम्रो राजनीतिक आउनु पनि जरुरत थिएन। तर हामी बाध्य के भयो भने हामीले जति यो राजनीतिकमा पाएको दुःख अब हाम्रा सन्ततिहरू दुःख नपाओस्। हाम्रा सन्ततिहरूले चाहिँ आफ्नै देशमा रोजगारी केही गरेर आफ्नो व्यवसाय सञ्चालन गर्न पाओस्। र आज विदेशमा हाम्रा साथीभाइहरू 50-55 डिग्रीको तातो घाममा चाहिँ पसिना बगाइरहँदा, आफ्नो रगत पसिना बगाइरहँदा त्यसको जिम्मेवारी कसले लिने? यो अब यो ठुलो प्रश्न उठिरहेको छ। त्यसलाई हामीले मध्यनजर गर्दै अबका यी व्यतिथि विसङ्गति र भ्रष्टाचारलाई रोक्नको लागि जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टी हो। यसलाई रोक्नको लागि सम्पूर्ण युवा साथीहरूलाई म के विनम्र अनुरोध गर्छु भने जागौँ, सोचौँ, सोच बदलौँ, हाम्रा सन्ततिको लागि सोचौँ, सोच बदलौँ, हाम्रो सन्ततिको लागि, देशको लागि एउटा देशभक्त नागरिक भएर सोचौँ। 2-4 जना केटाहरू बाइकमा आए, गाडीमा आए, वडा समिति त बनाए, मैले कसैलाई चिनेको छैन, भोलि मलाई पऱ्यो भने को बोल्दैला भन्ने खालको तपाईँहरूको मनमा त्यो छ भने त्यो कसैले तपाईँले मनमा राख्नु पर्दैन। प्रत्येक वडाको बजेट हेर्दाखेरि, प्रत्येक गाउँपालिकाको बजेट हेर्दाखेरि, जिल्लाको बजेट हेर्दाखेरि नातावाद र कृपावादको आधारमा गरिएको छ। जिल्लामा, पालिकामा, वडामा सर्वदलीय बैठकबाट बोलाएर नीति निर्माण र बजेट तपाईँको चाहिँ विनियोजनको कुरामा सर्वपक्षीय मान्छेहरूलाई राखौँ, विज्ञहरूलाई राखौँ, आवश्यकताको पहिचान गरेर त्यहाँ बजेट विनियोजन गरौँ भन्दा आजसम्म धादिका कुनै पनि वडामा तपाईँको चाहिँ काम भएको छैन। म दावाको साथ भन्न चाहन्छु। म निर्माण व्यवसाय भएर यो बाटो ओर्दर गर्दै गर्दा र यो अन्य जिल्लाहरूमा पनि जाँदै गर्दा वडाबाट र विभिन्न निकायबाट 10 मिटर पाइप बाँडेर 100 मिटरको बिल बनाएर खानेहरू, 50 मिटर वाल लाएर 200-400 मिटरका बिल बनाएर खानेहरू, यी सबैका विरुद्धको यो तपाईँको चाहिँ विरुद्धको यो आवाज हो। यो तिनीहरूका विरुद्धको यो चाहिँ तपाईँको चाहिँ राष्ट्रिय अभियान हो। तपाईँहरूलाई म एउटा कुरा के विश्वस्त पार्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीमा लाग्दै गर्दा मैले मेरो सँगै बस्नु भएको अत्यन्तै सहयात्री मित्र मैले मेरो राजन अर्ग्यान सरलाई चिनिदिनँ। म धादिङको पहिलो जिल्ला भेलामा जाँदा सामान्य ड्रेसमा अर्को काम पनि भ्याउँछु र त्यो भेला पनि भ्याउँछु भनेर जाँदाखेरि अत्यन्तै चाहिँ तपाईँको त्यो खालको माहौल कसैलाई परिचित नहुँदा पनि म खुला हृदयले यदि राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको कारण सिट दिएछु भने मेरो गाउँमा भएको पोखरो बारी नै जोत्न तयार छु। तर पनि अपराधीहरूको, यो गरिब माराहरूको, यो देशद्रोहीहरूको दास बन्दिनँ भनेर म त्यो बेलाबाट खुला आवाज दिएर यो मैदानमा उठेको हुँ। हामी चाहिँ निर्वाचनको क्याम्पेनहरूमा हुयौँ, हामी उपनिर्वाचनमा गयौँ। यो हालैको निर्वाचन क्षेत्रको मनोरञ्जन गर्दै गर्दाखेरि हामीसँग ब्यानर समाउने मान्छे थिएन। मैले मेरो कम्पनीको हामीलाई धुनीबेसी यो नगरपालिकाका कुनै कार्यक्रममा कुनै यहाँ समितिमा चाहिँ बोलाएर हामीलाई चाहिँ यहाँ तिमीहरूलाई चाहिँ के त हामीलाई त यस्तो भन्ने खालको कुराहरू आउँछ। जिल्लाका हरेक कुराहरूमा चाहिँ हामीलाई त्यो खालको कुराहरू आएको छ। अहिले तपाईँहरूलाई म यो जिल्लामा घटेका केही व्यतिथिका चाहिँ तपाईँको यो लिस्टहरू मेरो घरमा राम्रै चाङ बनिसकेको छ, मैले थुनेर राखेको छु। त्यो कुनै समय आएपछि खोल्न तपाईँलाई म एउटा उदाहरण दिन चाहन्छु। धादिङ जिल्ला हस्पिटलको तपाईँको चाहिँ 13 लाख पर ल्याबको इक्विपमेन्ट बेचियो, त्यहाँबाट हरायो। त्यसको विषयमा नियमन निकाय मौन छ। त्यो मात्र होइन, हरेक कुरामा, हरेक मिडियाबाजी भएका, हरेक सबूतसहित पुष्टि भएका कुरामा नियमन निकाय चाहिँ तपाईँको मौन छ। हामीले उजुर लिएर जान्छौँ जिल्ला सिडिओ कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र निकायमा जान्छौँ, पालिकाको तपाईँको न्यायिक समितिमा जान्छौँ। त्यहाँ आवाज दिनहरूको आवाज कहिले बुलन्द भयो? यहाँ जहिले पनि तपाईँको पीडामा परेका मान्छेहरूलाई न्याप्ने मात्र काम भइरहेको छ। त्यसले गर्दा आज राष्ट्रिय स्वतन्त्र पार्टी यो 4 नम्बर वडामा भेला हुनु परेको, हामी सङ्गठित हुनु परेको, हामी एकीकृत हुनु परेको। तपाईँहरूलाई म केन्द्रको राजनीतिको बारेमा केही कुरा बोल्न चाहन्छु। यो देशमा जसले उद्योग कल कारखाना बेचेर चाहिँ सबै उद्योग कल कारखाना बेचेर खाए, युवा जतिलाई तपाईँको सबैलाई चाहिँ बेचेर विदेश बस्न बाध्य बनाए। अहिले जसको घरमा हेर्दा पनि बुवा र आमा भन्दा हुनुहुन्न। तपाईँको कयौँ परियोजनाहरू बेचेर खाए, राष्ट्रिय गौरवको आयोजनाहरू बेचेर खाए, नदीनालाहरू बेचेर खाए, अवैध र तपाईँको चाहिँ अनाधिकृत रूपमा सन्धि समझौता गरेको देशलाई चाहिँ तपाईँको स्वाधीनता गिराउने काम गरे। ती मान्छेहरू अहिले खुलेआम ठाड देखाएर यही बाटोमा हिँड्दाको छ, तिनीहरूलाई केही कारवाही भएको छैन। मेरो पार्टी सभापति आदरणीय रवि लामिछानेलाई यी अपराधीहरूले झुटा मुद्दा लगाएर अहिले संसदको निलम्बन गरेका छन्। त्यसका विरुद्धमा पनि यो तपाईँको हाम्रो यो वडा भेला हो। तपाईँलाई स्पष्टसँग थाहा छ, यो हामीले बोलेको होइन, राष्ट्रिय स्वतन्त्र पार्टीले बोलेको होइन, यो सूर्य थापाको सहकारी छानबिन समितिले बोलेको कुरा तपाईँहरू सबैलाई थाहा छ। तर पनि म आज तपाईँहरूसँग भन्न चाहन्छु, यो सूर्य थापाको प्रतिवेदन, यो पर्दामा देखिएको मात्र प्रतिवेदन, पर्दाभन्दा बाहिरको सहकारी ठगी र अनियमितता कति हो, कति
यो संयन्त्र यो तपाईँको जाँच्ने मेसिन आजसम्म यो ब्रह्माण्डमा बनेको पनि छैन। यदि बन्यो भने यो देशको यो सहकारी ठगहरूको करतुत तपाईँको चाहिँ छाम्ने बेलामा चेक गर्ने बेलामा त्यो मेसिन नै विस्फोट हुन्छ। तिनीहरूले यसरी ठगेका छन् गरिबको रगत पसिना। तपाईँलाई म एउटा वृत्तान्त कहन चाहन्छु। धनराज गुरुङ तपाईँको चाहिँ भरत महर्जन केदारनाथ शर्मा लगायतका काङ्ग्रेसका टिमले यी तपाईँका काङ्ग्रेसका टाउकामा बसेका चाहिँ तपाईँका नेतागणका आशीर्वाद पाएर तपाईँको चाहिँ ढाप मारेका नेताहरूले लुटेको देखेको सहकारी छानबिन समितिले योभन्दा 6 महिना अगाडि देखेको रकम मात्र 60 अर्ब। 60 अर्ब भने पैसा कति पैसा हो सर? 60वटा ट्रक 60वटा कन्टेनर भर्न मिल्ने पैसा हो। तपाईँहरूले हिसाब गर्नु भएको छ, तपाईँहरूले लेखाजोखा गर्नु भएको छ। त्यसै गरी स्थापित दल अहिले तपाईँको प्रधानमन्त्री सम्हालिरहनु भएको पार्टीको नेताहरूको संरक्षणमा गरेको सहकारी ठगी 17 अर्ब 96 करोड। हेर्नुहोस् त यो विडम्बना। यिनीहरू लुट्ने अब यो हरेक कुरामा चाहिँ तपाईँको लुट्ने, जनता ठग्ने, जनताको रगत पसिनामा सधैँ होली खेलेर आफू सुकिलो मुकिलो बनेर हिँड्ने यिनीहरू सहकारी ठगको ट्याग लगाएर तपाईँको चाहिँ संसदबाट निलम्बन गर्ने रवि लामिछानेलाई। यसको छानबिन तपाईँहरूले आजैबाट हामीले यही वडाबाट उद्घोष गर्न पर्छ, यहीँबाट सुरु गर्न पर्नेछ। त्यसै गरी अन्य स्थापित दलहरूबाट पनि ठुलो सङ्ख्यामा सहकारीको घोटाला भएको छ, अन्य धेरै कुरामा घोटाला भएको छ। म एउटा धेरैजनाले हामीले चाहिँ के हुन्छ त्यो सामाजिक सञ्जालमा हेर्छौँ अनि बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। जनताको आम्दानी घट्दै जाने यो भयङ्कर गलतै भएको छ। र अहिले हामीले हेर्दा हेर्दै नेपाल एउटा वृद्धाश्रम जस्तो भएको हामी देखिरहेका छौँ। आज हिजोको दिनमा छोराले बाबु कुर्ने स्थिति थियो, आज बाबुको लासले छोरो विदेशबाट आएर लास कुरिरहनु परेको अवस्था छ। यो स्थितिलाई छेड्नको लागि, युवाहरू विदेशिनबाट रोक्नको लागि हामीले आफ्नै देशमा रोजगारीका माहौलहरू खोल्नुपर्ने हुन्छ, सुशासन दिनुपर्ने हुन्छ। र अब नयाँ पुस्ताबाट हामीले यसमा चाहिँ सामेल अगाडि बढाउनुपर्छ। पुराना पुस्ताका नेताहरू, म आफै स्कुल पढ्दा पनि अहिले भएका नेतृत्वहरू शेरबहादुर देउवा, केपी ओलीहरू नै प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँहरूलाई कतिचोटि प्रधानमन्त्री बनाउँदा देश विकसित हुन्छ तपाईँहरूले सोधिदिनुहोस्। पार्टी समयअनुसार चल्न सक्नु पर्यो कि उहाँहरूले नयाँ नेपाल उहाँहरूले राम्रो गरिदिनु भयो भने यो स्वतन्त्र पार्टीको आवश्यक छैन। उठिरहेको छ क्या। हामी पार्टीको संस्थापन समयदेखि यो अवस्थासम्म आइपुग्दा निरन्तर पार्टीको विधि र पद्धतिमा अविचलित नभइकन यो अवस्थासम्म आइपुग्यौँ, ताकि हामीले धादिङमा होनाहारका ती अन्य कुरामा विविध कुरामा चाहिँ सक्षम मान्छे जोड्न सक्दैन होला। गाउँपालिकाबाट अपाङ्गता भत्ता लिइरहेका मान्छेलाई यो अपराधीहरूले अपाङ्गता भत्ता कटौती गरेको रेकर्ड हामीसँग छ। यिनीहरूको यो समय अब मात्र 2-3 वर्ष मात्र बाँकी छ। त्यसले गर्दा हामीलाई ठुलो हुलुजत गरेर पुराना स्थापित दलले नै जस्तो सेक्वा सुकुटी बाइक पानी दारू पारेर यो दुनियाँदार गरेर मान्छे गुरगुरी कुदाएर हामीलाई त्यो खालको माहौल गर्नु छैन। हामीलाई यिनीहरूले यतिसम्मको चाहिँ तपाईँको घेराबन्दी गरे, नागरिकलाई यतिसम्म छेकाएर हाने, यतिसम्म घेरेर रेखी हालेर राखेँ भन्ने कुरो तपाईँहरूलाई म सानो वृत्तान्त कहन चाहन्छु। म पब्लिक युथ क्याम्पसबाट मेरो विद्यार्थी राजनीति सुरु गरेको मान्छे, पुरानो स्थापित दलमा लाएर त्यहाँको राजनीति त्यो तपाईँको चाहिँ त्यो सुरु गर्दै गर्दा गएको सोभि निर्वाचनमा धेरै साथीहरूले भन्नुभयो तपाईँहरूसँग चाहिँ म तपाईँहरूको पनि विद्यार्थी सङ्गठन स्थापित गरौँ, हामी तपाईँहरूको विद्यार्थी सङ्गठनमा लागेर काम गर्दाखेरि काम गर्छौँ, तपाईँहरूको विद्यार्थी सङ्गठनबाट हामी अघि बढ्छौँ भनेर कयौँ साथीहरूले भन्नुभयो। कयौँ शिक्षकहरूले, म अहिले पनि पुस्तक व्यवसायमा छु, कुनै समय शिक्षक थिएँ, जिल्लाका कयौँ शिक्षकहरूलाई चिन्छु, उहाँहरूले धेरैजनाले भन्नुभयो तपाईँहरू शिक्षक सङ्गठन खडा गर्नु, हामी तपाईँहरूको पार्टीको निकटतम शिक्षक सङ्गठनमा लगाएर हामी काम गर्न तयार छौँ भनेर भन्नुभयो। तर हामी यो गर्दैनौँ। हामीलाई पार्टी बनाउनु छैन, हामीलाई आफू बन्नु छैन, हामीलाई देश बनाउनु छ। त्यस कारणले धुनीबेसी नगरपालिका यो वडा बन्नको लागि दुनियाँ घेराबन्दी गरेर, दुनियाँ फन्डा गरेर, दुनियाँ त्यो तपाईँको चाहिँ आफ्नो नभएका पैसाहरू खर्च गरेर मान्छेलाई जोडेर त्यो खालको कार्यक्रम, त्यो खालका हरकतहरू हामीलाई गर्नु छैन। यहाँ सम्पूर्ण उपस्थित आदरणीय महानुभावहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको यो अभियानमा स्वागत गर्दै आज बन्ने समितिलाई तपाईँको चाहिँ यहाँको व्यथितिको आवाज उठाउन सक्ने, यहाँको चाहिँ विविध समस्याहरूको बारेमा बोल्न सक्ने चाहिँ तपाईँको त्यो खालको समिति बनोस् भन्दै शुभकामना दिँदै मेरा यी भनाइहरू अन्त्य गर्न चाहन्छु। जय देश, जय घन्टी, जय धुनी। हामी 17-18 जना साथीहरूले सदस्यता लिएका हौँ धादिङ जिल्लामा। अहिले लगभग हामी 1000 आसपासमा पार्टी सदस्य छौँ, आधिकारिक पार्टी सदस्य। पोर्टलमा गएर इन्ट्री हुनुभएको लगभग 2551 जना चाहिँ पार्टी सदस्यहरू पोर्टलमा गएर इन्ट्री भएर विभिन्न कारणले रोकिएर बस्नु भएको छ। यो अभियानमा हिँड्दै गर्दा यो पार्टी जीवनमा के हुँदो रहेछ भनेदेखि
तपाईँहरूको कुनै एउटा स्थापित हुने एउटा सम्भावना बोकेको पार्टी जन्मिँदै गरेको छ भने एउटा सुरुमा चाहिँ के हुँदो रहेछ भने तपाईँको व्यवस्था गर्ने यो समाजमा चाहिँ तपाईँको मै स्थापित हुँ, यो समाजमा मैले भनेको चल्छ भन्ने मान्छेहरूले चाहिँ के गर्दो रहेछन् सुरुमा व्यवस्था गर्दो रहेछन्। हाम्रो पार्टी स्थापना हुँदा पनि सुरुमा के भयो भने यिनीहरू आउँछ नि हल्ला गर्छन्, 2-4 दिनको हल्ला हो, यो सकिहाल्छ भन्ने थियो, सबैले सुन्नुभयो नि तपाईँहरूले यो कुरा। अनि त्यसपछि के भयो भनेपछि बिस्तारै पार्टी सङ्गठन बन्दै गयो, धेरै ठाउँमा उम्मेदवारी दिँदै गयो, हामीले यहाँ पनि चुनाव प्रचारका राम्रो कार्यक्रमहरू गऱ्यौँ। त्यसपछि हामीलाई के भयो त खिसिट्योरी हुनु सुरु भयो, खिस्याउन सुरु भयो। ती चाहिँ जो समाजमा मैले अघि भने नि यो समाज त मैले भनेपछि मात्रै चल्छ, यहाँको राजै मै हो, म बिना त हुँदैन भनेर यो समाजमा जुन आफ्नो हैकम चलाएर बसेका मान्छेहरूले त्यो खिसिट्योरीको भाषा सुरु गरे। सुरुमा व्यवस्था गरे, त्यसपछि खिसिट्योरीको भाषा सुरु गरे। अब हामी स्थापित भयौँ, हाम्रा 77 जिल्लामा हाम्रो पार्टी सङ्गठन बन्यो, हाम्रा 21जना संसदमा तिनीहरूले 35 वर्षसम्म गर्न नसकेका प्रस्तुतिहरू हाम्रा 21जना सांसदहरूले संसदमा दिइराख्नु भएको छ। पार्टी सभापति जहाँ जानुहुन्छ त्यहाँ एउटा जनसागर चाहिँ उपस्थित हुन्छ। अब यो देखेपछि यिनीहरूले चाहिँ के गरे त भन्दाखेरि हामीलाई तेस्रो चरणमा आलोचना गर्न थाले, एकदम घृणित आलोचनाहरू गर्न थाले, अपाच्य चाहिँ आरोप प्रत्यारोपहरू गर्न थाले र त्यो आलोचनाबाट पनि नभएपछि अब यिनीहरूले हामीलाई के गर्दैछन् त भन्दा हामीलाई प्रहार गर्दैछन्। हामी चौथो चरणमा पुगेका छौँ। तपाईँहरूले थाहा पाउनु भयो होला, अहिले भर्खर समाचारहरूमा पनि सुनिरहनु भयो होला, 5वटा जिल्लामा मुद्दा लागेको थियो उहाँलाई। 4वटा जिल्लाको चाहिँ 4वटा जिल्लामा धरोटीमा छोडेपछि एउटा जिल्ला रोकेर राखेको छ। किन रोकेर राखेको छ थाहा छ तपाईँहरूलाई? त्यहाँ पनि धरोटीबाट छुट्छ, धरोटीबाट छुटेपछि नैतिकताको आधारमा जसरी पनि रवि लामी छानालाई संसदमा फिर्ता पठाउनुपर्छ, संसदमा गएर गर्जिन्छ, अनि फेरि उनीहरूको अधोगति सुरु हुन्छ भनेर एउटा पर्साको चाहिँ मुद्दा अड्काएर राखिरहेको छ। कुरामा चाहिँ के हो भने एउटा त हामीले राष्ट्रिय स्वतन्त्र पार्टीमा पुराना स्थापित दलमा जस्तो सदस्यता लिने कुरा र पार्टीमा सहभागी हुने कुरामा त्यो खालको चाहिँ तपाईँको सिनारी छैन। विज्ञताको आधारमा एउटा इमान्दारिताको आधारमा एउटा चाहिँ यो समाजलाई यो देशलाई केही दिनुपर्छ भन्ने हिसाबले हामीले स्वैच्छिक सदस्यता स्वैच्छिक गरेका छौँ। यो स्वदेश तथा विदेशमा जुनसुकै ठाउँमा रहेर पनि पार्टी सदस्यता लिन सक्नुहुन्छ। अर्को सङ्गठन निर्माणको हकमा चाहिँ के छ भने योभन्दा 1.5 महिना अगाडि मात्र हामीले पूर्ण रूपमा जिल्ला कार्य समिति पाएका छौँ र हाम्रो नगर समिति पनि आंशिक नै थियो। त्यसले गर्दा अहिले पछिल्लो समय चाहिँ अब हामी यो सशक्त ढङ्गले 2-3 महिना सङ्गठन निर्माणको अभियानमा छौँ। यही क्रममा चाहिँ हामीले धुनीबेसी नगरपालिकाका 4वटा वडा चाहिँ भेला गरिसकेका छौँ। अब यो अभियान धुनीबेसी नगरपालिका लगायत देशैभरि यही रफ्तारमा नै यो चल्छ। धादिङ जिल्लाका अन्य पालिका र वडाहरूमा पनि यसै गरी नै जान्छ। जनताको पीडा के छ, समस्या के छ भन्ने कुरा चाहिँ हामीले कहिले पनि बुझ्नै सकेनौँ। न नेताहरूले बुझ्न सके, न अरू नेता पदाधिकारीहरूले बुझ्न सके, न त विभिन्न तह र तबकामा बसेर काम गर्ने जनप्रतिनिधिहरूले बुझ्न सके।